ल कमानको स्टार्ट भयो नमस्ते सम्पूर्णलाई मेरो नाम समीर तामाङ म 20 वर्षको भए म चाहिँ पर्सा जिल्लाबाट र हाल चाहिँ पोखरामा बस्दैछु विगतको 3 वर्षदेखि म यस माइटी गोर्खा ट्रेनिङ सेन्टरमा ट्रेनिङ गर्दै आइरहेको छु र विगतको 3 वर्षले मलाई जिन्दगीमा धेरै कुराहरू सिकाएको छ र यो 3 वर्षमा चाहिँ मेरो पहिलो एटेम्प चाहिँ म रिजनल सिलेक्सनमा गएर मेडिकलमा आउट भएको थिएँ र एकदमै दुःख लागेको थियो त्यसपछि पनि मैले हार मानिनँ आफ्नो सेकेन्ड एटेम्प देखाएँ र सेकेन्ड एटेम्पमा चाहिँ सकुशल म फाइनलसम्म पुग्न सफल भएको थिएँ तर दुर्भाग्यवश फाइनलमा पुगेर पनि फिल्टर आउट भयो यो चाहिँ मेरो लाइफकै एकदमै हार्डेस्ट मोमेन्ट थियो तर पनि मैले हिम्मत हारिनँ मैले फेरि मिहिनेत गरेँ परिश्रम गरेँ गुरुजीहरूको साथ सपोर्टले यो वर्ष पनि फेरि फाइनलमा पुग्न सफल भएको छु र मलाई आशा छ मैले यो वर्ष चाहिँ सोचेको सबै पुरा गर्नेछु भनेर र म यो ब्रिटिस आर्मी हुन चाहिँ कसरी आकर्षित भयो भन्दाखेरि मलाई चाहिँ सानैदेखि ब्रिटिस आर्मीको लाइफस्टाइल उहाँहरूको एडभेन्चरस कामहरू उहाँहरूले गर्ने उहाँको बोलीचाली उहाँहरूको हिँडाइबाट चाहिँ एकदमै आकर्षित भएको छु साथै मेरो घर परिवारले पनि मलाई एकदमै सपोर्ट गर्नुभएको छ र ब्रिटिस आर्मीले चाहिँ हामीलाई चाहिँ एकदम राम्रो सेवा सुविधा साथै हाम्रो फ्युचर पनि सेक्योर भएको हुनाले म ब्रिटिस आर्मी बन्न चाहेको हो र मलाई आशा छ यो वर्ष चाहिँ मैले आफ्नो लक्ष्यलाई हासिल गर्नेछु र मेरो आमा र बुवालाई पनि एकदमै गर्व महसुस गराउनेछु हस् त धन्यवाद 1, 2, 3, 4, 33, 44. Last one. 45. यी हुन् भाइ समीर तामाङ नेपालको तराई भेगमा अवस्थित निकै परिचित जिल्ला पर्साबाट ब्रिटिस आर्मी बन्ने सपना बोकेर यस माइटी गोर्खा ट्रेनिङ सेन्टरमा 2023 मा आबद्ध भएका थिए। उनी पहिलो र दोस्रो प्रयासहरूमा लगातार विफल भए पनि आफ्नो अन्तिम तथा तेस्रो प्रयास इन्टेक 2025 मा ब्रिटिस आर्मी बन्न सफल भएका छन्। यस सर Stand by, go. Yes. Come on, let's go. Easy. Last one. Timing beat. Up to the timing beat and the Up. Stand by, go! Okay, समीर तामाङ फ्रम पर्सा पहिलो डोकोको अनुभव र अहिले अन्तिमसम्मको प्रिपरेसनसम्मको अनुभव हामीलाई केही सुनाउ न। सर मेरो पहिलो डोकोको अनुभव चाहिँ बितेको साल नै भइसक्यो किनभने पोहोर सालको पनि म फिल्टर आउट हो र बितेको सालको पनि एकदमै राम्रो अनुभव थियो र यो साल चाहिँ मैले चाहिँ अब भन्नुपर्दा पहिलाको वर्ष र मेरो फर्स्ट टाइमको भन्दा अलि राम्रो नै गरेको छु। अब खासै डोकोको अनुभव त सानैदेखि त मलाई थिएन तर जब पोखरा आएँ ट्रेनिङ सेन्टरमा बसेँ
तबदेखि चाहिँ मैले यो डोकोको लागि अनि आफ्नो फिजिकलको लागि ट्रेनिङ गर्दै गएँ र यहाँसम्म आइपुग्दा चाहिँ आफूले एकदमै इम्प्रुभ फिल गरेको छु र अहिले डोकोको टाइमिङ चाहिँ एकदमै राम्रो छ मेरो र मलाई आशा लाग्छ अब अझै राम्रो गर्छु होला। अघिल्लो वर्षको तुलनामा यो वर्ष एकदम राम्रो डोको इम्प्रुभ भयो होइन, यो डिफ्रेन्स चाहिँ कसरी आयो होला र के कारणले आयो होला, यसो सुझाव सल्लाह दिनु। सर मलाई चाहिँ यो यत्रो डिफ्रेन्स चाहिँ कसरी आयो भन्दाखेरि सर आफूमाथि चाहिँ विश्वास राख्नुपर्छ जस्तो लाग्छ सर। जस्तो कन्डिसनमा पनि आफूले मिहिनेत गर्न छोड्नु भएन, आफूमाथि बिलिभ गर्नु पर्यो र त्यही अनुसारको ट्रेनिङ लिने, प्रोपर डाइटहरू लिने र यसो गर्दा नै आफ्नो डे टु डे अब रेगुलर इम्प्रुभहरू पनि आउँदै जाँदो रहेछ र यसरी नै मैले इम्प्रुभ गरेँ सर। निकै शालीन स्वभावका उनी कर्ममा विश्वास गर्ने, निडर, साहसी, मेहनती, अनुशासित, बौद्धिक अनि नेतृत्व वहन गर्न सक्ने सामर्थ्य राख्थे। उनले एज अ इन्स्ट्रक्टर यस ट्रेनिङ सेन्टरमा आफ्नो नेतृत्व सम्हालेका थिए। उनको योगदानप्रति यस माइटी गोर्खा परिवार सदैव आभार रहनेछ। उनको आउने दिनहरू सुखद अनि प्रेरणादायी रहोस्। 5 सेकेन्ड बाँकी है, ल शाहरुख खान बज्नु। माइसेल्फ समीर तामाङ, म चाहिँ भर्खर 22 वर्ष भयो, लास्ट सेप्टेम्बरमा भर्ती लागेको भनौँ है। अनि म चाहिँ अहिले क्विन्स गोर्खा सिग्नल्समा छु। 3 वर्षमा भर्ती लागेको है केटा हो। इट्स नट इजी है, 3 वर्षमा भर्ती लागेको। अब म यहाँको पनि होइन, प्लस म चाहिँ मधेसको हो केटा हो खासमा भन्नुपर्दा, पर्सा जिल्ला। 3 वर्षको स्ट्रगल चाहिँ एकदमै धेरै छ है केटा। अब यसरी नै अब भर्ती लाग्दै गयो, 9 महिना ट्रेनिङ त्यस्तै हो केटा। 9 महिना ट्रेनिङ चाहिँ अब त्यही हो, अलिकति दुःख गर्नुपर्छ, खप्नुपर्छ। निन्द्रा भन्ने त अब त्यहाँ गएर त आफूहरूले बिर्सिदिए हुन्छ। जस केटा भर्ती लागेपछि भर्ती लागेको लाइफ चाहिँ एकदम राम्रो छ है। द्याट्स इट।